खेमराज खनालको जीवनबोध नामक साहित्य विमोचन समारोहका आदरणीय सभाध्यक्षज्यू मञ्चमा आसीन स्रष्टा तथा साहित्यकार उहाँकी धर्मपत्नी गणहरू, यस कार्यक्रममा उपस्थित हुनुभएका शुक्ला साहित्य लगायत सम्पूर्ण साहित्यिक परिवारका सदस्यज्यूहरू, पत्र नरोउ सकेसम्म खुलेर हाँस, भोलि के हुन्छ कसलाई के थाहा छ। नरोउ सकेसम्म खुलेर हाँस, भोलि के हुन्छ कसलाई के थाहा छ। साहित्य रचना गर्ने कार्य पक्कै पनि सजिलो छैन। यसका धेरै चरणहरू हुन्छन्। देख्छु भनेर सपना देखिन्न, लेख्छु भनेर कविता लेखिन्न। भनेको बेलामा कविता सजिलो अवस्थामा आउँदैनन्। असाध्यै अप्ठ्यारो अवस्थामा पनि कविताहरू फुरिराखेका हुन्छन्, तर त्यसलाई छोप्न सकिँदैन। त्यसलाई छोपेर, त्यसलाई व्यवस्थापन गरेर, त्यसलाई लेखेर, त्यसलाई एडिटिङ गरेर, त्यसलाई प्रिन्टिङ गरेर, त्यसलाई पब्लिकेसन गर्ने कुरा सजिलो छैन। तर साहित्यकार खेमराज खनालले यो एउटा अभियानलाई पूरा गर्नुभएको छ र उहाँको यो दोस्रो कृति हो। यो भन्दा पहिला उहाँले सुन्तली नामक कथा संग्रह प्रकाशन गरिसक्नु भएको छ। साहित्यप्रति रुचि राख्ने, सरल र कलम चलाउन सक्ने एउटा प्रतिभावान व्यक्ति हुनुहुन्छ, जो कोहीलाई मलाई भूमिका दिए अनुसार म सर्वप्रथम यहाँलाई स्रष्टाको परिचयतर्फ लैजान चाहन्छु। हाल शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 स्थित तारकु डाँडामा 2012 साल 11-15 गते का दिन जन्मनुभएका पिता स्वर्गीय रुद्रनाथ खनाल, माता स्वर्गीय कोपिला खनालको कोखबाट लेखक, प्रशासक, बुद्धिजीवी, समाजसेवी आदि सबै कुरामा निपुण हुनुहुन्छ। समाजसेवी श्री खेमराज खनाल, साहित्यकार श्री खेमराज खनाल का 2 जना धर्मपत्नीहरू हुनुहुन्छ, पार्वती खनाल र नारायणी खनाल। त्यसै गरी छोराछोरीहरू अम्बिका खनाल, सीमा खनाल, सुनिल खनाल। त्यस्तै गरेर बुहारीहरू पार्वती अधिकारी खनाल, ज्ञानु काफले खनाल। त्यस्तै नाति नातिनाहरू कुशल पोखरेल, सुजल पोखरेल, आर्जित खनाल, आर्सन खनाल, सोडिङ खनाल, आकृति लम्साल, सुवासना खनाल का हजुरबुवा हुनुहुन्छ। उहाँका दाजु राजेन्द्र प्रसाद खनाल र भाउजू रहनु भएको छ। उहाँका एक दिदी चन्द्रकला खनाल पौडेल र भिनाजु स्वर्गीय दुवैजना स्वर्गवासी हुनुहुन्छ।
34 वर्ष शिक्षण पेशामा बिताउनुभएका खनाल